सँगसँगै कुवेत सिटी अन्तर्गत रहेको सिसाइड हामी घुम्न आइरहेका छौँ। Hi guys, my name is Afaq Sheikh. देन म अमृत भैयाले र दिपेन्द्र र दाई हुनुहुन्छ होइन। अहिले घरि 6:30 बजाएको छ। 4 बजीतिर उठियो अनि लगभग 5 बजेको हाराहारीमा चाहिँ हामी बस चढेर आयौँ। दुईजना हुनार व्यक्तित्वहरू चाहिँ अगाडि नै आएर बसिसक्नु भएको छ। ठिक छ नि होइन? हेलो के छ दिपेन्द्र? अनि आहा कति शीतल आइरहेको छ क्या। भिडियो बनाउने क्रममा पुरै एकछिन फोटो खिच्दै थियौँ। झालहरूको आवाज कस्तो मिठो आइरहेको छ नि है। उडिरहेको छ फरक लाग्यो थाहा भएन। पानी रात चाहिँ आइरहेको छ। हेलो एभ्रिवान, वेलकम टु ब्याक। म रहेको छु अमृत। आज पनि सिसाइड सँगसँगै कुवेत सिटी अन्तर्गत रहेको सिसाइड हामी घुम्न आइरहेका छौँ। यो माथिको डल्लो पनि हामी नजिकबाट अझै प्रष्ट दिउँसोको समयमा पनि हेरौँ भनेर हामी आएका छौँ। र आज हामी 4 जना आएका छौँ। तिम्रो नाम भनिदेऊ। Hi guys, my name is Afaq Sheikh. देन म अमृत भैयाले र अगाडि चाहिँ दिपेन्द्र र हाम्रो दाई हुनुहुन्छ होइन। अनि एकदमै राम्रो देखिरहेको छ एकदम बिहानीको समयमा। अहिले घडीले 6:30 बजाएको छ र घाम पनि लागिसकेको अवस्था छैन र यतिखेर एकदम उज्यालो अनि पछि एकदमै आकर्षक देखिरहेको छ भ्यूज। हामी देखाउनेछौँ गाइज। र अहिलेसम्म यहाँ आउँदा म 2-3 चोटि आएँ, तर हरेक पटक रातिको समयमा आउने गर्थेँ। त्यसले गर्दाखेरिमा चाहिँ अलिकति यो किसिमको चाहिँ दृश्य चाहिँ मैले देख्न पाइरहेको थिएन। तर आज देख्दा निकै नै हर्षित छु म। र अहिले रमजानको समय रहेको छ र यो फ्री समयलाई लिएर हामी घुम्नको लागि भनेर आइरहेका छौँ गाइज। हिजो बेलुका हामी ड्युटीमा हुँदै गर्दाखेरिमा चाहिँ भोलि बिहान जाउँ घुम्न भनेर चाहिँ एक्सिडेन्टली हाम्रो चाहिँ योजना बनाएका थियौँ। र बिहानै हामी 4:30 बजीतिर लगभग 4 बजीतिरै भनौँ 4 बजीतिर उठियो अनि लगभग 5 बजेको हाराहारीमा चाहिँ हामी बस चढेर आयौँ। समय पनि लाग्दो रहेछ झन्डै। हामी पब्लिक बसमा आएको अनि उहाँ सिटीमै उतैतिर झारिदिएको थियो बसले। यहाँभित्र आउनको लागि त हामीलाई झन्डै आधा घन्टा नै लाग्यो। हामीलाई थाहा थिएन लोकेसन, तर यहाँ माथिको यो टावर हेर्दै आएको जोस आइयो। नजिकै रहेछ, त्यति टाढा त रहेछ। आउँदै गर्दा रमाइलो नि भयो है गाइस। र हाम्रा दुईजना हुनार व्यक्तित्वहरू चाहिँ अगाडि नै आएर बसिसक्नु भएको छ। त्यो दृश्य हेरिराख्नु भएको छ। दृश्यसँग मनमोहक भएर होइन, मनमोहक दृश्यहरू हेरेर मुसु हाँस्दै होइन एकदम इन्जोय गरिराख्नु भएको छ। अनि दाइ के छ? ठिक छ नि होइन? लुक्स के छ दिपेन्द्र? कस्तो दामी देखिरहेको छ है। म त पहिलोचोटि आएको के यसरी दिउँसोमा चाहिँ होइन। अनि त म त एकदमै एकछिन त म त उस नै भएँ, सक नै भएँ। यस्तो दृश्य देख्दो रहेछ दिउँसो। हामी योभन्दा अगाडि म चाहिँ योभन्दा अगाडि रातिको समयमा आएको थिएँ। त्यो हुँदाखेरि चाहिँ यो देखेको थिएन। हेर्न सक्नुहुन्छ छालहरू कति मजासँग चाहिँ हामी देख्न सक्छौँ। र माथिबाट सायद यहाँबाट लाग्छ होला क्या होइन, एउटा अलिकति उज्यालो छाडु देखिरहेको छ। अनि आहा कति शीतल आइरहेको छ क्या। र यो चाहिँ अग्ला महलहरू भए। यो त खासै गहिरो छैन होला यता साइडमा त। भिडियो बनाउने क्रममा यहाँ पुरै ध्वस्तै पानी परेर एकछिन फोटो खिच्दै थियौँ। मौसम एकदमै अनुकूल छ भनेर भन्दै थियौँ। लास्टमा पानी पर्नको लागि रहेछ है। खिच्दै थियौँ होइन, पानी परिरहेछ है। कस्तो मौसम पनि हामीहरुमाथि धेरै माया गरिरहेको, त्यही भएर बारिस हुँदैछ। बारिस भइरहेछ यहाँ। त्यही पनि हामीले चाहिँ मौसमको च्यालेन्ज गरेर होइन अगाडि बढ्दैछौँ गाइस। यहाँ आयो घर त सबै फर्किसक्यो पानी गएको भयो, तर हामी चाहिँ गइरहेछौँ अगाडि गएर बाँकी नै छ। हाम्रो मरेको छैन अझै होइन। पानी चाहिँ एकदमै परिरहेको छ गाइस। र समुद्रमा पनि कस्तो मिठो छालहरू जुत्ता त ठिकै छ, दिपेन्द्रको जुत्ताको सोल चाहिँ छ।
तपाईँले यसलाई उपलब्धि मान्नुपर्छ नि ठिक छ होइन के छ ढुक्क त छ नि ढुक्क छु म ढुक्क छ यो हो के मान्छे सब मान्छे फोटो उताबाट भिडियो बनाएर उताबाट आउँछ नि समुद्रको हावाले टाउँ पनि दुख्ला दुख्ला जस्तो भइरहेछ अहिले छालहरूको आवाज कस्तो मिठो आइरहेको छ कि यहाँ है देख्न सक्नुहुन्छ यहाँ कस्तो छाल आइरहेको छ पानी परे पछाडि चाहिँ यो अघि चाहिँ एकदम शान्त थियो यो जब हल्का पानी पर्न थाल्यो यस्तो चाहिँ परिवर्तन देखियो जस्तो त्यति ठुलो पानी पनि होइन यस्तो ठुलो परिवर्तन माथि क्या मिठोसँग चाहिँ उडिरहेको छ चराको नाम के हो थाहा भएन कस्तो मिठोसँग उडिरहेको छ के हो यो बकुला जस्तो नि छ तर खै के हो चाहिँ पानी जहाज चाहिँ आइरहेको छ पानी चाहिँ एकदम परिरहेको छ सायद यसले चाहिँ हामीलाई हानि नै गर्छ भन्ने मलाई लागिरहेछ हामी अझै उता जाँदै थियौँ तर पानी झनै ठुलो पर्यो सबै हामी भिज्नै आँट्यौँ त्यस पछाडि हामी अहिले फर्केका छौँ है अनि अझै उतै जाने थियो हाम्रो ढोका होइन दाइ तर पानीले गर्दाखेरि हामी जान सकेनौँ होइन तैपनि अब भने हामी फर्किँदैछौँ गाइज घडीले झन्डै 8 बजाउन आँटिसकेको छ बिहान 4:30 बजे 5 बजीतिर चाहिँ गाडी चढेर हिँडेको 8 बज्न आँट्यो अब त रुम पनि जानुपर्छ अनि निन्द्रा पनि राम्रोसँग पुगेको छैन जस्तो मेरो त ड्युटी त अब 10:30 बजे हुन्छ 10:30 बजे आउँदा रुममा आउँदा 11 सवा 11 नै भइसकेको हुन्छ सुत्दाखेरिमा त 2 नै बज्छ अनि सुत्दाखेरिमा बिहान हामी 4 बजे उठ्यो भनेको चाहिँ 2 घन्टा 3 घन्टा मात्रै सुतेका छौँ अनि अझै सुत्न बाँकी नै छ अनि उठेर खाना बनाएर खाएर ड्युटी जानुपर्ने जिम्मेवारी हाम्रो काँधमा अझै बाँकी नै छ होइन त्यो हुँदाखेरिमा अब गएर चाहिँ धुद्रुक्क लगाएर सुत्ने होला हल्का टाउको दुखाइरहेको जस्तो फिल भइरहेको छ मलाई खै यो के हो र हामी चाहिँ अब फर्किँदैछौँ गाइज हामी चाहिँ अहिले ठ्याक्कै यो के भन्छ टावरको ठ्याक्कै छेउमा आइरहेका छौँ गाइज र अब हामी चाहिँ छुट्टिन्छौँ ओके बाई बाई गाइज नेक्स्ट भिडियो भेटौँला ल साथी भाइ भन्छु ल बाई ओके गाइज सी यू अगेन